सर्दै सर्दै गइसकेपछि स्वाट्टै झर्छ नि यहाँ झरिसकेपछि यहाँ खाल्टो हुन्छ। यो बोनले चाहिँ अलिकति गऱ्यो भने यसलाई हेर्दै यो खाल्टो छ नि धेरै यहाँ खाल्टो हुन्छ अलिक प्रेसै गर्नुहोस् कि आउनु पऱ्यो त ऱ्यापिड के टेस्ट गर्ने हो त भाइरस टेस्ट गर्ने हो कि एन्टिजेन भनेको एजी भन्ने बित्तिकै के हो यो भाइरस टेस्ट गर्ने हो भाइरसको टेस्ट एन्टिबडी भनेपछि त सिरम युज गर्छ यो कहिले पनि एबी लेखेको हुन्छ त्यो कहिले पनि युज नगर्नु है। त्यो फ्लोरेसेन्ट एन्टिबडी टेस्टमा चाहिँ खासै त्यस्तो पनि हुनसक्छ है यस्तो पनि। तर अहिलेसम्म हामीले विराटनगर नामबाट जति पनि यस्तो पोजिटिभ पठाएको छु 99% चाहिँ मिलिरहेको छ। यहाँ पोजिटिभ भयो भने पोजिटिभ उता नेगेटिभ भयो भने नेगेटिभ है। अब यो दुईवटा लिनु एकजना यता लिनु छ एकजनाले यो लिनुहोस् त्यो हात लगाएको अब यो यसबाट झुक्नुहोस् त्यो झोल है त्यसमा अलि एकपल्ट मिक्स गरिदिनुहोस् कि यो कहिले काहीँ नहुनसक्छ होइन त्यो पनि यसो चलाइदिनुहोस् होइन कहिले काहीँ कोही पनि मिक्स हुन्छ होइन है। अब यसो तल लगाएर लिइसकेपछि यसमा दुई तिन फोटो हाल्नुहोस् है। तर यो जहिले पनि यो वेलभन्दा बाहिर पोखिनु भएन दिँदाखेरि यो चाहिँ तपाईँको यति त ठिक है। त 20 मिनट यसको तपाईँले हेर्दाखेरि 20 मिनटै हुन्छ। अब पहिले हिजो पनि मैले भनिसकेको थिएँ टेस्टमा पहिले आइहाल्यो भने ठिकै छ पहिले पनि हेर्न सकियो। तर 20 मिनटभन्दा पहिले कन्ट्रोलमा मात्रै आयो यता आएन भने यथाभावी नराख्ने यसलाई तपाईँले एउटा प्लास्टिक युज गर्नु बायो हजारमा तुरुन्तै अथवा सकिसकेपछि तपाईँले सक्दो यसलाई डढाउनु होला है। यो भाइरसहरू त आगोमा हुन्छ नि त त्यो गरिसकेर अनि तपाईँको अब सेनिटाइजर आफ्नो हात खुट्टा जे जस्तो हुन्छ त्यो चाहिँ गर्नुपर्ने चाहिँ हुन्छ है। यो हामी यसलाई आएको थियो नि योसँग एउटा त्यही छ सेतो लिनु त त्यसमा हो दुईटा लाइन भिडियो गर्नुभएको छ भयो भने स्याम्पल ल्याउनु है। र यसैमा कहिलेकाहीँ हिजो पनि मैले भनेको थिएँ सीमा नआएर टीमा मात्रै आयो भने त्यो के हुन्छ सीमा अहिले सीमा लाइन आएछ एउटा ब्याङ्क टीमा मात्रै आएको भए के हुन्छ इनभ्यालिड भनेर त्यसलाई टेक्निकली हामी भन्छौँ त्यो इनभ्यालिड हो त्यो फेरि टेस्ट गर्ने है। त्यो कुरो चाहिँ तपाईँले सम्झिनु होला। मानव पोजिटिभ आयो भने अब यो सबैलाई हामीले के गर्छौँ एउटामा हाल्छ अब हाम्रो ग्लोभ्स पनि अब ग्लोभ्स अहिले